कुरा पैसाको। Produced by Nepal Watch, exclusively on Nepal Watch YouTube channel. नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैँ सजिलो, सबै सजिलो, किनकि यसमा सबै छ। कुरा पैसाको। नमस्कार, म भुवन दाहाल। फाइनान्सियल लिटरेसी नेपाल र नेपाल वाचको सहकार्यमा तयार गरेको यो कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी विविध विषयहरूको बारेमा छलफल गर्दै आएका छौँ। आजको हाम्रो छलफलको विषय रहेको छ बैंक तथा वित्तीय संस्थाहरूले प्रदान गर्ने सेवाहरू। उनीहरूले के सेवाहरू चाहिँ ग्राहकहरूलाई प्रदान गरिरहेका छन् भनेर छलफल गर्नका लागि आज हाम्रा अतिथि हुनुहुन्छ नेपाल बैंक लिमिटेड, नेपालको पहिलो वाणिज्य ब्याङ्कमा डेपुटी सिइओ भएर काम गरेर हालसालै अवकाश प्राप्त गर्नुभएको समिता पन्तजी। नेपालको बैंकिङ क्षेत्रमा 2 दशक लामो योगदान सहित कुशल नेतृत्व र नीतिगत सुदृढीकरणमा महत्त्वपूर्ण छाप छोड्न सफल बैंकर हुनुहुन्छ समता पन्त। नेपाल बैंक लिमिटेडबाट आफ्नो बैंकिङ करियर सुरु गर्नुभएका पन्तले संस्थाको विभिन्न तहमा रही जिम्मेवारी निर्वाह गर्नुभएको छ। सन् 2004 मा अफिसर तहबाट बैंकमा प्रवेश गरेपछि उहाँ सन् 2010 मा डेपुटी म्यानेजर, 2012 मा सिनियर म्यानेजर, 2015 मा चिफ म्यानेजर हुँदै सन् 2019 मा डेपुटी सिइओ को पदमा पुग्नु भएको हो। डेपुटी सिइओ को भूमिकामा रहँदा उहाँले बैंकको डिजिटल रूपान्तरण, नीतिगत सुधार, संस्थागत सुदृढीकरण तथा सेवा प्रवाहको गुणस्तर अभिवृद्धिमा उल्लेखनीय योगदान दिनुभएको छ। यस क्रममा केही समय कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रूपमा समेत बैंकको नेतृत्व गर्दै महत्त्वपूर्ण निर्णयहरूमा अग्रणी भूमिका निभाउनु भएको छ। यसका अतिरिक्त उहाँले साना किसान लघुवित्त वित्तीय संस्था तथा नेपाल इन्सुरेन्स कम्पनीको बोर्ड सदस्यका रूपमा रही वित्तीय क्षेत्रको सुधारमा योगदान पुर्याउनु भएको छ। शङ्करदेव क्याम्पसबाट स्नातक तथा स्नातकोत्तर तहको अध्ययन पूरा गर्नुभएका पन्तले हालै नेपाल बैंकमा आफ्नो सफल कार्यकाल सम्पन्न गरी अवकाश लिनुभएको हो। म्याम, अब आज हामी चाहिँ ब्याङ्कले के सेवाहरू प्रदान गर्छ ग्राहकलाई भन्ने बारेमा छलफल गर्दैछौँ। अब यसमा हजुरलाई स्वागत गर्न पाउँदा मलाई असाध्यै खुसी लागेको छ, किनभने हजुर चाहिँ नेपालको पहिलो ब्याङ्कको डेपुटी सिइओ भएर हालसालै रिटायर पनि हुनुभएको हो। के सेवाहरू प्रदान गर्छ म्याम वाणिज्य ब्याङ्कहरूले? अब सबैलाई थाहा भएको डिपोजिट कलेक्सन र कर्जा त मेन कार्य भइहाल्यो। हजुर। त्यो बाहेक अब नन फन्डेडको कारोबारहरू एलसी जसले चाहिँ बिजनेस। नन फन्डेड भने चाहिँ के हो म्याम? त्यो चाहिँ नन फन्डेड भनेको चाहिँ यो चाहिँ व्यवसायहरूमा बढी प्रयोग हुन्छ बिजनेसहरू गर्नलाई। इन्टरनेसनल बिजनेसहरूलाई चाहिँ यसले धेरै सहज गर्छ। यसमा चाहिँ एलसी भयो, ग्यारेन्टीहरूको कामहरूमा आउँछ, जसले गर्दा चाहिँ व्यापारीहरूले थोरै फन्डको आफूले व्यवस्था गरे हुन्छ। ब्याङ्कले चाहिँ ग्यारेन्टी गरिदिन्छ कि यो बिजनेसलाई चाहिँ हामीले यस्तो किसिमले सपोर्ट गर्छौँ भनेर ग्यारेन्टी गर्दाखेरि कस्टमरहरूलाई चाहिँ धेरै इजी हुन जान्छ। मेन गरेर बिजनेस पर्सनहरूलाई धेरै इजी हुन जान्छ बिजनेस गर्नको लागि चाहिँ। त्यो एलसी भने चाहिँ ठ्याक्क के हो म्याम? एलसीलाई अब हामीले बुझ्ने भाषामा भन्दाखेरि चाहिँ एक किसिमको ग्यारेन्टी जस्तै हो। कुनै सामान बाहिरबाट देशभित्र आयात गर्ने सम्बन्धमा चाहिँ त्यो पार्टीलाई चाहिँ ग्यारेन्टी गरेको भनौँ न। ब्याङ्कले चाहिँ मध्यस्थ सेवा चाहिँ प्रदान गरेको कि उसको अन बिहाफ अफ द्याट कस्टमर हामीले चाहिँ त्यसको पेमेन्टको चाहिँ एसुरेन्स चाहिँ एलसीको माध्यमबाट गरिन्छ। भनेपछि यहाँको व्यवसायलाई ट्रस्ट नगर्ने केसमा पनि ब्याङ्कको कारणले गर्दा अन्तर्राष्ट्रिय व्यापारलाई सहयोग हुने एकदम त्यो एलसीको माध्यमबाट। अनि ग्यारेन्टी चाहिँ के हो म्याम? ग्यारेन्टी भनेको पनि एक किसिमको चाहिँ एसुरेन्सै हो भनौँ न। कुनै पनि ठेक्कापट्टा यताउतिको लागि चाहिँ चाहिने थोरै पैसा चाहिँ क्लाइन्टले अथवा ठेकदारले व्यवस्थापन गरेर बाँकी पैसा मोबिलाइजेसनको लागि चाहिँ बाँकी पैसा चाहिँ ब्याङ्कको थ्रुबाट उपलब्ध गरायौँ। त्यो पनि एक किसिमको अब नामै ग्यारेन्टी हो। जमानत भनौँ न नेपालीमा भन्दाखेरि। भनेपछि नेपालमा पनि अघि हामीले एलसी भन्यौँ, एलसी चाहिँ प्राय अन्तर्राष्ट्रिय व्यापारमा प्रयोग हुने भयो।
हामीले डोमेस्टिक व्यापारमा पनि फाटाफुट्टा मैले नै एलसी खोलेको छु त्यस्तो हुन्थ्यो होइन भनेपछि यो ग्यारेन्टी चाहिँ प्राय अन्तर्राष्ट्रिय भन्दा पनि डोमेस्टिकमा बढी प्रयोग हुन्छ म्याम हामी ब्याङ्कले इस्यु गर्ने डोमेस्टिकमा हुन्छ कुनै कुनै काउन्टर ग्यारेन्टी हुने भयो त्यो पनि त्यो इन्टरनेसनल जेबीको ठेक्काहरूमा काउन्टर ग्यारेन्टी हुने भयो नभए प्राय चाहिँ ग्यारेन्टी लोकल नेसनली नै प्रयोग हुन्छ अन्तर्राष्ट्रियमा पनि प्रयोग गर्न सकिने हो जस्तै हामीले एलसीलाई चाहिँ प्राय अन्तर्राष्ट्रिय थोरै डोमेस्टिक भने जस्तै ग्यारेन्टी चाहिँ धेरै चाहिँ राष्ट्रिय हिसाबमा र थोरै चाहिँ अन्तर्राष्ट्रिय हिसाबमा हामी प्रयोग गर्छौँ प्रयोग चाहिँ इन्टरनेसनल ट्रेडमा ग्यारेन्टी पनि गर्न सक्यो एलसी पनि सक्यो चाहिँ म्याम अहिले नेपालमा जुन चाहिँ कसैलाई घर बनाउनु पर्यो बाटो बनाउनु पर्यो एयरपोर्ट बनाउनु पर्यो भनेदेखि ग्यारेन्टी चाहिन्छ भनेको चाहिँ त्यसैको लागि हो हजुर घर भन्दा नि बिजनेस मेन चाहिँ बिजनेस पर्सनहरूलाई कमर्सियल कम्प्लेक्स बनाउने केसमा हुन सक्छ नि त हैन म्याम एकदम हजुर हो त्यसकै लागि हो भने यो चाहिँ ब्याङ्क नभएको भएदेखि यो एलसी ग्यारेन्टीको कारोबारहरू नभएको भए इन्टरनेसनल ट्रेड र यो डोमेस्टिक बिजनेस एक्टिभिटीमा असर गर्ने रहेछ हैन म्याम एकदमै सायद सम्भवै हुन्थेन होला इन्टरनेसनल ट्रेडहरू चाहिँ र यो डोमेस्टिक पनि सम्भवै हुन्थेन होला डोमेस्टिक त अलिअलि हुन्थ्यो पनि होला गाह्रो साह्रो गरेर इन्टरनेसनल त मैले सोच्दाखेरि सम्भवै हुन्थेन होला जस्तो लाग्छ म्याडम अब एलसी र ग्यारेन्टी बाहेक अरू के सेवाहरू हुन्छन् म्याम ब्याङ्कले प्रदान गर्ने रेमिटेन्सकै सेवा भनौँ रेमिटेन्स हजुर यसलाई रेमिटेन्स अलिक थप व्याख्या गरिदिनु पर्ला म्याम रेमिटेन्स भनेको दुईटै हुने भयो इनवार्ड पनि हुने भयो आउटवार्ड पनि हुने भयो विदेशबाट कसैले पैसा नेपालभित्र पठायो भने त्यो इनवार्ड रेमिटेन्स भयो यहाँबाट कसैले बाहिर पठाउँदाखेरि त्यो आउटवार्ड रेमिटेन्स भयो अब हामी सबैले जानेको बुझेकै कुरा हो नेपालको इकोनोमीमै रेमिटेन्समा झन्डै अब कुल घरेलु उत्पादनको 30% जति चाहिँ हैन अहिले चाहिँ रेमिटेन्स छ भने चाहिँ रेमिटेन्स त घर घरमा सुनेको शब्द भयो एकदम खाली त्यसको प्रोडक्टिभ युज हुन सकेको छ कि छैन ब्याङ्कले त्यसलाई कति प्रोडक्टिभली युज गर्न सकेको छ त्यो आफ्नो ठाउँमा होला नभए त नेपालको इकोनोमी भनेकै रेमिटेन्स भनेपछि जुन अब बाहिर विद्यार्थीहरू पढ्न जानुहुन्छ हामीले केही ट्युसन फीहरू पठाउनु पर्ला उहाँहरूको लिभिङ एक्सपेन्सेसहरू होला त्यसको लागि जुन बाहिर पठाउँछौँ त्यो चाहिँ आउटवर्ड रेमिटेन्स हो जो बाहिर काम गर्ने नेपालीहरू हुनुहुन्छ अथवा बाहिर अन्य किसिमको व्यक्तिहरूले हामीलाई ग्रान्ट्स पठाउनु होला सहयोग पठाउनु होला जुन पैसा आउँछ त्यसलाई हामीले रेमिटेन्स भन्ने हजुर ओके म्हणजे रेमिटेन्स चाहिँ पठाउने पनि भयो आउने पनि भयो अहिले चाहिँ हाम्रो पठाउने भन्दा आउने धेरै छ पठाउनेमा चाहिँ एजुकेसन सेक्टरबाट मात्र हेल्थ भन्दा नि एजुकेसन सेक्टरबाट धेरै छ हामीले अब आउटवर्डमा चाहिँ स्टुडेन्टकै लागि धेरै छ उताबाट आउनेमा चाहिँ कामदारहरू हाम्रो जुन वैदेशिक रोजगारमा कामदारहरू जानुहुन्छ उहाँबाट आउने रेमिटेन्सलाई हामीले त्यसरी नै बुझ्छौँ म्याम जस्तै आयात निर्यातको जुन व्यवसाय छ त्यो पनि एलसी बिना पनि कहिलेकाहीँ ट्रस्ट भयो भने त सोझै रेमिटेन्सको कारोबारबाट पनि हुन सक्ला नि म्याम हुँदैन त्यसको एडभान्स पेमेन्टका कुराहरू हुन सक्लान् हैन त्यसमा चाहिँ एलसी ग्यारेन्टी नचाहिने पनि हुन सक्छ कि हामीले जस्तो लोकलमा चाहिँ एडभान्स पेमेन्टको एकदमै उ छ बिचमा मिसयुज भएको पनि देखियो अहिले जुन त्यो ग्यारेन्टी बिजनेसमा अलिकति सङ्कट आएको एडभान्स पेमेन्टको बढी युज भएर इन्टरनेसनलमा त त्यति विधि चलेको छैन नसकिने नै भन्ने चाहिँ पक्कै होइन हजुर हैन तर एडभान्स पेमेन्टमा रिस्क हुने भयो त्यो त्यहाँको जो बायर हुनुहुन्छ उहाँलाई हाई लेभलको ट्रस्ट छ भने मात्रै उहाँले पठाउनु हुने भयो नभए पठाउनु हुन्न नभए त एलसीको माध्यम नै अथवा ग्यारेन्टीको माध्यम नै प्रयोग सुरक्षित चाहिँ एलसी नै हुने भयो दुईटै पक्षलाई ट्रस्टको लागि भनौँ न हजुर अब रेमिटेन्स पैसा उता नेपालभन्दा बाहिर भएको व्यक्तिहरूले चाहिँ यहाँ सस्तोमा पठाउने माध्यमहरू चाहिँ के होला नि त म्याम अहिले सस्तोमा पठाउने त रेमिटेन्स एजेन्सीहरू पनि छ ब्याङ्कहरू पनि भयो स्विफ्टबाट सबभन्दा राम्रो डकुमेन्टेसन पुरा गरेर चाहिँ स्विफ्टको माध्यमबाट पठाउने हो भने ब्याङ्कमा त उहाँको अकाउन्टमै जम्मा हुन्छ अब राष्ट्र ब्याङ्कले प्रिभिलेज पनि दिएको छ रेमिटेन्स अकाउन्टमा त 1% प्लस सेभिङ प्लस 1% इन्ट्रेस्ट दिने इभन सेभोनले पनि अब अहिले त रेमिटेन्सलाई प्रमोट गरेर आइपिओ वैदेशिक रोजगारीको लागि भनेरै छुट्याएको हुन्छ त्यसले गर्दा हुन त त्यो रेमिटेन्स कम्पनीहरूबाट आउँदा नि अल्टिमेट ब्याङ्क अकाउन्टमै जम्मा हुने हो तर बिचमा एउटा एजेन्सी जस्तो हुने भयो डाइरेक्ट उहाँहरूले स्विफ्टको माध्यमबाट डकुमेन्टेसन पुऱ्याउनु भयो भने त ब्याङ्क खातामा नै जम्मा हुँदा चाहिँ अझ सजिलो होला जस्तो लाग्छ अनि त्यो पैसा चाहिँ कहाँ जम्मा हुन्छ म्याम धेरै इन्टरनेसनल ट्रेड रेमिटेन्सको पैसा चाहिँ फेरि नेपालको ब्याङ्कहरूले चाहिँ कहाँ राख्छ नि हो इन्टरनेसनल हामीले जुन नोस्ट्रो अकाउन्टहरू खोल्या हुन्छ नि त्यो अकाउन्टमै राख्ने हो र त्यही पैसाहरू चाहिँ अरू इन्टरनेसनल ट्रेडहरू अथवा कस्टमरहरूलाई चाहिँ त्यही पैसा नै युज गर्ने हो ब्याङ्कहरूले गर्दाखेरि चाहिँ त्यो पैसा जहाँ जस्तो सान चार्टर सिङ्गापुरबाट रेमिटेन्स आयो भने सिङ्गापुरमै ब्याङ्कको खाता हुन्छ त्यही नै रहेको चाहिँ हुन्छ त्यो पैसाहरू अनि भोलि इन्टरनेसनल ट्रेडहरूमा त्यही पैसा नै युज गर्ने भयो ब्याङ्कहरूले दर्शकहरू अब म्यामले नोस्ट्रो अकाउन्ट भन्नुभयो जस्तै नेपालको ब्याङ्कले अरू कुनै ब्याङ्कसँग खाता खोल्यो भने त्यसलाई हामी नोस्ट्रो अकाउन्ट भन्छौँ र विदेशको ब्याङ्कले फेरि नेपालमा खाता खोल्यो भने त्यसलाई हामी भोस्ट्रो अकाउन्ट भन्छौँ भनेपछि दुवै हिसाबले चाहिँ यो फन्ड चाहिँ ट्रान्सफर गर्न सकिन्छ यो इन्टरनेसनल ट्रेडको केसमा पनि र यो इन्टरनेसनल रेमिटेन्सको केसमा पनि होइन म्याम हजुर हजुर अरू के सेवाहरू हुन्छ म्याम ब्याङ्कले प्रदान गर्ने अब फरेन करेन्सी एक्सचेन्जहरू पनि होला जस्तै हामी विदेश जानु पर्यो अब हामीलाई कहिलेकाहीँ चाहिँ हामी
क्यास पनि लान चाहन्छौँ होला, कहिलेकाहीँ कार्ड लान चाहन्छौँ होला। पहिला ट्राभल्स चेक भन्ने हुन्थ्यो कि कसरी हुन्छ म्याम, यो चाहिँ अलिकति व्याख्या गर्नु। अब अहिले ट्राभल्स चेक त बन्दै भइसकेको अवस्था छ। अब राष्ट्र ब्याङ्कले 3000सम्म डलर भनेर अहिले लेटेस्ट 2500लाई 3000 गरेको छ। तर ब्याङ्कहरूसँग त यो डलर त लिमिटेड हुन्छ, क्यास चाहिँ लिमिटेड हुन्छ। त्यसले गर्दाखेरि सर्टेन क्यास डलर त नेपालसँग प्रशस्त छैन मैडम, 21.5 अरब 52 जस्तो लाग्छ, 21.52 बिलियन डलर छ हजुर राष्ट्र ब्याङ्कसँग। ब्याङ्कहरूलाई त त्यही कस्टमरले लिएर आएको एक्सचेन्ज गर्ने डलरबाट नि चलाउनु पर्ने हुन्छ। राष्ट्र ब्याङ्कबाट लिने भने धेरै नै कम हुन्छ, राष्ट्र ब्याङ्कले बेच्ने नै भनेको। त्यसले गर्दाखेरि त्यही पैसाबाट एक्सचेन्ज गर्नुपर्ने भएर अहिले चाहिँ प्राय ब्याङ्कहरूले क्यास एकदम कम दिएर कार्डमा चाहिँ त्यो बाँकी पैसा चाहिँ कार्डबाट उ गर्ने गरिरहेको छ, जुन चाहिँ हामीले डेबिट कार्ड हाम्रो चलाएको जस्तै हो। यहाँ जसरी डेबिट कार्ड हामीले युज गर्छौँ, एटिएम कार्ड भनौँ न, त्यस्तै गरी विदेशमा गएर त्यो कार्ड चाहिँ चलाएर आफ्नो डलर 3000सम्मको लिमिटको डलर खर्च गर्न सकिन्छ। वर्षमा एकचोटि कि एकपल्टमा एकचोटि म्याम? एकपटकमा 3000। पटकपटक 3 चोटि विदेश गयो भने 3 चोटि पाइयो। कार्ड चाहिँ क्रेडिट कार्ड पनि हुनसक्छ, डेबिट कार्ड पनि हुनसक्छ, प्रिपेड कार्ड पनि हुनसक्छ, तिनटै किसिमको कार्ड हुन्छ। क्रेडिट कार्डमा चाहिँ अहिले हामी खर्च गर्छौँ, पछि भुक्तानी गरे भयो। डेबिट कार्डमा चाहिँ अहिले खर्च गऱ्यौँ, अहिले नै हाम्रो खाताबाट जाने भयो। प्रिपेड कार्डमा चाहिँ अब आज हामी ब्याङ्कलाई पुरै पैसा दिन्छौँ, बिस्तारै बिस्तारै खर्च गर्दैन। क्रेडिट कार्डको जस्ट अपोजिट हुन्छ। त्यही 3000 डलर बराबरको नेपाली दिन्छौँ, उहाँले 3000 को प्रिपेड गरिदिनुहुन्छ। 3000 भयो भने त्यो बिस्तारै बिस्तारै हामीले 3000 खर्च गर्न सक्ने भयौँ। म्याडम अर्को कार्ड बाहेक अरू के सुविधाहरू उपलब्ध छ? अहिले त डिजिटल ब्याङ्किङ पनि धेरै नै चलेको छ, हामी सबैले देख्या। फोन पेहरू भयो भनौँ न। अब त्यो भने चाहिँ के हो म्याडम? फोन पे भनेको चाहिँ मोबाइल ब्याङ्किङ, मोबाइलको एउटा चाहिँ मोबाइल ब्याङ्किङ एपबाट भुक्तानी गर्न सक्छौँ हामीले। हाम्रो कुनै पनि किसिमको भुक्तानी चाहिँ मोबाइल ब्याङ्किङ एपबाट चाहिँ गर्न सक्छौँ। अहिले त क्युआर कोड पनि छ, क्विक रेस्पोन्स कोड, हामी सबैलाई थाहा छ। क्युआर कोडको माध्यमबाट चाहिँ अहिले अब क्यास बोकेर मात्र हिँड्नु परेन कि कार्ड पनि बोक्नु नपर्ने बेला आइसक्यो। मोबाइल त जतिखेर नि हामीसँग हुन्छ, मोबाइलमा त्यो ब्याङ्कको एपबाट आफ्नो ब्यालेन्स, खातामा भएको ब्यालेन्ससम्ममा चाहिँ भुक्तानी गर्न सक्छौँ। त्यो चाहिँ अब क्युआरबाट म्याडम जस्तो म इन्डिया गएँ भने अहिले चाहिँ हामी कि त्यहाँ एटिएमबाट पैसा झिक्छौँ कि होइन भने चाहिँ कार्डबाट पेमेन्ट गरिराखेका छौँ कि क्युआरबाट पनि इन्डियामा पेमेन्ट अथवा विदेशतिर पेमेन्ट गर्न मिल्छ अहिले? क्युआरबाट इन्डियामा चाहिँ एनसिएचएलसँगको एफिलिएटेडमा भर्खर ब्याङ्कहरूले उताको मान्छेले चाहिँ नेपालमा क्युआरबाट पेमेन्ट गर्न सक्नुहुन्छ। हाम्रो चाहिँ सम्भवतः अहिलेसम्म खुलिसकेका छैन जस्तो लाग्छ। एग्रिमेन्ट त जस्तो हाम्रै केसमा पहिले भएको एक्टिभेट भइसकेको छैन जस्तो लाग्छ। एग्रिमेन्ट चाहिँ गरेको, विदेशमा चाहिँ हामीले कार्डै युज गर्नु पर्यो होइन, क्युआरबाट छैन। नेपालभित्रै चाहिँ म्यामले भने जस्तै हामीसँग मोबाइल ब्याङ्किङ एप छ। यहाँ त्यहाँ चाहिँ क्युआरको कुनै ठाउँमा हामीले सामान किन्न गयौँ भने हामीले क्युआरबाट पेमेन्ट गर्न सक्यौँ, क्यास पेमेन्ट गर्नु परेन। अब पहिला पसबाट गर्ने चलन थियो भनौँ न, कार्ड चाहिन्थ्यो पसको लागि भने। अहिले क्युआर भइसकेपछि त एउटा मोबाइल हुने हो र अकाउन्टमा ब्यालेन्स हुने हो भने हामीले जताततै कारोबार गर्न चाहिँ सक्ने भयो क्युआर। पस भएको बेलामा चाहिँ म्याम अब त्यहाँ कुनै चार्ज लाग्थ्यो कि लाग्दैन? त्यो पोइन्ट अफ पस भनेको चाहिँ दर्शक पनि त्यो पोइन्ट अफ सेल, हामी अझ यसलाई चाहिँ लामो हिसाबले चाहिँ पस पनि भन्छौँ, इलेक्ट्रोनिक फन्ड ट्रान्सफर एट पोइन्ट अफ सेल भनेर। त्यो चाहिँ अब अहिले खासै चलनमा छ। अब अहिले पनि कार्ड हामी प्रयोग गर्छौँ, त्यहाँ पस मसिन हुन्छ, तर त्यसको प्रयोग घटिराखेको छ र क्युआरको चाहिँ प्रयोग चाहिँ बढिराखेको छ। अब त्यसको चार्ज त हुन्छ, तोकेको सर्टेन चार्ज हुन्छ। कसैले चाहिँ ब्याङ्कले आफैले बियर गर्छ त्यो चार्जहरू, कस्टमरलाई नलगाउने गरेर भने कति केसमा चाहिँ कस्टमरलाई ट्रान्सफर पनि हुँदो रहेछ, बिजनेसहरूको केसमा भनौँ न। कर्जा लिएर थप सेयर किन्ने सोचमा हुनुहुन्छ? ग्लोबल आइएमई बैङ्कको यो सेयर धितो कर्जा तपाईँको लागि उपयुक्त हुन सक्छ। ग्लोबल आइएमई बैङ्कले फास्ट लोन अगेन्स्ट सेयर प्लेटफर्म सार्वजनिक गरेको छ। यस अन्तर्गत इच्छुक सेयर लगानीकर्ताहरूले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्नेछन्। बैङ्कले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्म मार्फत ग्राहकहरूले आफूसँग भएको सेयरहरू धितो राखी सरल प्रक्रियाबाट सेयर धितो कर्जा प्राप्त गर्न सक्नेछन्। अनलाइनबाटै यो प्लेटफर्म प्रयोग गरी कर्जाको आवेदन दिन र आवश्यक कागजातहरू बुझाउन सकिनेछ। ग्राहकहरूले कर्जा स्वीकृति अवधिसम्ममा एकपटक मात्रै बैङ्कको शाखा कार्यालय उपस्थित भई आवश्यक कागजपत्रमा हस्ताक्षर गर्नुपर्नेछ। यस प्रक्रियामा अनलाइन आवेदन पूरा गरेपछि आवेदकले निवेदनको अवस्थाको बारेमा आफैले जानकारी लिन समेत सक्नेछन्। यो सेयर धितो कर्जाको सीमा हालका लागि न्यूनतम 5 लाखदेखि अधिकतम 50 लाख रुपियाँसम्म तोकिएको छ। बैङ्कका अनुसार यो कर्जाको लागि धितोको रूपमा स्वीकार गरिने सेयरहरू निवेदक स्वयंको हुनुपर्नेछ। निवेदक बाहेक अन्य व्यक्तिको सेयरहरू धितोको रूपमा स्वीकार गरिने छैन। ग्राहकहरूले यस सुविधा बैङ्कको 31 वटा शाखा कार्यालयबाट सहजै पाउनेछन्।
कर्जा लिन इच्छुक ग्राहकहरूले अनलाइन आवेदन दिँदा आफूलाई पाए पर्ने शाखा कार्यालय छनौट गर्न सक्नेछन्। यो सुविधा बैंकको डिजिटल युनिभर्समा पनि उपलब्ध छ। अरू के सुविधाहरू ब्याङ्कले दिन्छ म्याम? लकर सुविधै भनौँ न। ओके, लकर सुविधा अलिकति बताइदिनु म्याम, धेरै ग्राहकलाई थाहा नहुन सक्छ। आफूसँग भएको ज्वेलरीहरू भन्नु बहुमूल्य सामानहरू घरमा राख्दाखेरि रिस्क हुने कारणले गर्दाखेरि ब्याङ्कले चाहिँ लकर सेवा उपलब्ध गराउँछ। कागजात पनि हुन सक्ला। कागजातहरू हजुर हुन सक्ने भयो। त्यो भने चोरीबाट पनि, आगो भूकम्प सबैबाट जोगिने भयो। र ब्याङ्कको लकर चाहिँ फायर प्रुफ हुन्छ, मैले थाहा पाएसम्म फायर प्रुफ हुन्छ। र हामीले चाहिँ सर्टेन इयरली चार्जतिर सर्टेन डिपोजिट हाम्रो त्यो सेभिङ अकाउन्टसँगै लिङ्क गरेको हुन्छ। सर्टेन डिपोजिट र इयरली चार्ज तिरेपछि त्यो लकर चाहिँ भाडामा लिन्छौँ भनौँ न, हामीले भाडामा लिन्छौँ र आफ्नो बहुमूल्य सामान त्यहाँ लगेर राख्छौँ। डबल की सिस्टम हुन्छ, ब्याङ्कको एउटा चाबी त्यसमा, हाम्रो अर्को चाबी हुन्छ। ब्याङ्क दुइटै चाबीले नगरिकन खुल्दैन भनिसकेपछि सेफ डिपोजिट लकरै भयो भनौँ न। सुरक्षित आफ्नो बहुमूल्य सामान कागजात सुरक्षित राख्ने एउटा माध्यम चाहिँ लकर हो। अमूल्य गरगहनाहरू राख्ने ठाउँ भयो। जोगाउने पैसा चाहिँ त्यहाँ राख्नु भएन नि म्याम? पैसा त राख्नु भएन, पैसा चाहिँ ब्याङ्क अकाउन्टमा राख्नु पर्यो। अनि म्याम जस्तै भनौँ न, कहिले इन्सुरेन्सको पनि अब इन्सुरेन्स कम्पनीले इन्सुरेन्स पोलिसी जारी गर्छ, तर ब्याङ्कहरूले इन्सुरेन्स पोलिसी पनि अब बेच्ने चलन थियो, त्यो चाहिँ के हुन्छ म्याम? त्यो इन्सुरेन्स सेवा पनि ब्याङ्कले दिन मिल्छ? ब्याङ्क एसुरेन्स भन्ने शब्द छ नि? ब्याङ्क एसुरेन्स अहिले चाहिँ राष्ट्र ब्याङ्कले रोकेको छ। ब्याङ्क एसुरेन्स बिचमा चाहिँ एकदमै उ थियो। लाइफ मात्र रोकियो कि नन लाइफ पनि रोकियो म्याम? अहिलेलाई नन लाइफ त गर्न मिल्छ, नन लाइफ त मिल्छ, नन लाइफ त गर्नै पर्यो। ब्याङ्कले एउटा अफर गर्ने प्रोडक्ट भनेको इन्सुरेन्स कम्पनीसँग मिलेर ब्याङ्क एसुरेन्स इन्सुरेन्स पोलिसी पनि बेच्ने काम गर्छ। हजुर हजुर। र कति चाहिँ डिपोजिट प्रडक्टमै पनि इन्सुरेन्स टाइअप गरिदिन्छ। यति डिपोजिट मिनिमम यति डिपोजिट भयो भने 1 लाखको इन्सुरेन्स, हेल्थ इन्सुरेन्स फ्रीहरू भनेर पनि त्यो चाहिँ एक किसिमको ब्याङ्कको डिपोजिट एट्र्याक्ट गर्ने एउटा माध्यम भयो भनौँ न, इन्सुरेन्सको ऊ देखाएर। त्यसमा चाहिँ प्रायः यसो हेल्थ इन्सुरेन्सलाई बढी फोकस गरेको हुन्छ, 1 लाखसम्मको 2 लाखसम्मको भनेर। यो चाहिँ अझ डिपोजिट क्राइसिस भएको बेलामा अझ बढी हुन्छ भने अब अहिले त डिपोजिट एक किसिमको सरप्लसै भएको भएर अलिकति कम लिमिटेड प्रडक्टमा मात्र यो सेवाहरू चाहिँ दिन्छ ब्याङ्कले। ब्याङ्कले सुन चाँदी चाहिँ बेच्छ कि बेच्दैन म्याम? इन्डिभिजुअल कस्टमरलाई बेच्दैन म्याम। त्यो बाहेकका अब हजुरले कर्जा र निक्षेपको सुविधाहरू भनिदिनु त, कर्जामा पनि के कर्जाहरू दिन्छ म्याम? कर्जामा अब एउटा बिजनेस लोनहरू भइहाल्यो, एउटा व्यवसायलाई चाहिने ऋणहरू होइन, एउटा चाहिँ चालु पुँजी कर्जा, अर्को चाहिँ टर्म लोन। अनि व्यक्तिहरूले चाहिँ के पाउनु? व्यक्तिहरूलाई घर कर्जा भयो, गाडी किन्नलाई गाडी कर्जाहरू भयो, सेयरको अगेन्स्टमा मार्जिन लोनहरू पनि ब्याङ्कले दिन्छ। र पर्सनल लोनहरू भनौँ न, प्रयोजन अब पहिला यसको सिलिङ राष्ट्र ब्याङ्कले 50 लाख थियो भने भर्खरै रिसेन्टली अहिले चेन्ज गरेर 1 करोडसम्म गरेको छ। त्यो 1 करोड भनेको चाहिँ बिना प्रयोजन नखोलिकन, मैले यो प्रयोजनको लागि भने नखोलिकन ओडी कर्जा चाहिँ, त्यसलाई प्रयोजनविहीन भन्दा पनि व्यक्तिगत प्रयोजन भन्नु उपयुक्त होला कि? ओभरड्राफ्ट चाहिँ 1 करोडसम्म। टर्म लोनलाई त फेरि मलाई पर्सनल टर्म लोनलाई पनि सिलिङ राखे जस्तो लाग्दैन। प्रयोजन खोल्नु पर्यो, त्यही प्रयोजनमा प्रयोग भएको देखिनु पर्यो, इन्टरनेट प्रयोजन देखिनु पर्यो। किनभने भोलि इन्सपेक्सनहरू राष्ट्र ब्याङ्कबाट आउँदा नि मैले सपोज कतै जग्गा किन्न भनेर टर्म लोन, पर्सनल टर्म लोनै 4 करोड लिन सकेँ, तर त्यो 4 करोड चाहिँ जग्गा किन्न नै गएको हुनु पर्यो। त्यो भयो भने खालि रिस्क वेटेड एसेट अलि बढी राख्नु होला राष्ट्र ब्याङ्कले, 150 होला, त्यो फरक परेन। तर अब अरू कुराहरू नहुने भयो, प्रयोजन मिट हुनु पर्यो। व्यक्तिगत प्रयोजनमा त घर कर्जा पनि हुने भयो म्याम। जस्तै भनौँ न, हजुरले 5 करोड 2 करोड 3 करोड वाट एभर एउटा जुनसुकै अमाउन्टको पनि घर कर्जा किन्न पाइयो नि होइन म्याम? त्यो त पाइयो, तर त्यसलाई त होम लोनै प्रडक्ट छ नि। घर कर्जा त 20 वर्ष 25 वर्षको पनि हुन्छ होला नि म्याम? 30 वर्षसम्मको पनि छ। हजुर। म चाहिँ हामीले चाहिँ थोरै किस्ता बुझाउँदा भयो लामो समय भएपछि। अनि गाडी कर्जा चाहिँ कति समयसम्मलाई पाइन्छ म्याम? प्रायलाई ब्याङ्कहरूले प्रमोट गर्ने 5 वर्षलाई हो, तर 7 वर्षसम्म पनि दिन्छ। गाडीको लाइफ कस्तो छ भने हेरेर हामी निर्धारण गर्ने। सुन कर्जा पाइन्छ कि पाइँदैन म्याम? पाइन्छ, मजाले पाइन्छ। कसरी त्यो प्रदान गरिन्छ म्याम? त्यो त सबभन्दा सजिलो कर्जा भन्छु मैले चाहिँ त्यसलाई। नेपाल ब्याङ्कमा चाहिँ हामीले उनै गरेको थियौँ पहिला, 1 घन्टाभित्रमा चाहिँ त्यो कर्जा दिन्छौँ भनेर। 1 घन्टाभित्र? हजुर। अहिले त सिस्टम पनि त्यही अनुसार ल्याएको थियो। हजुर चाहिँ आफ्नो नागरिकता र भएको गरगहना लिएर ब्याङ्कमा जानु पर्यो, नेपाल ब्याङ्कमा जानु पर्यो। त्यहाँ जानु भइसकेपछि उहाँ एउटा खाता चाहिँ चाहिन्छ, खाता खोलिदिनुहुन्छ र हजुरको गहनाको चाहिँ मूल्याङ्कन हुन्छ, कस्तो अब प्योर सुन हो कि अथवा 22 क्यारेटको हो कि भनेर। त्यसपछि गोल्ड टेस्टर भनेर राखेको हुन्छ, उहाँले चाहिँ जाँचेर भ्यालु निकाल्नुहुन्छ। 50 देखि मार्केट रेटमा 50 देखि 70% चाहिँ लोन पाउनुहुन्छ र तुरुन्तै त्यो चाहिँ हजुरको खातामा गहना राखेर तमसुक बनाएपछि 1 घन्टाको बिचमा त्यो पनि रिभल्भिङ नेचरको हुन्छ। हजुरले 3-3 महिनामा ब्याज तिर्नु पर्यो, 1 वर्षमा नवीकरण गर्न नि सक्नुहुन्छ, आफ्नो सामान फिर्ता लान पनि सक्नुहुन्छ। एकदमै सजिलो छैन म्याम? त्यसमा 1 घन्टामै स्वीकृत हुने भन्नु म्यामले। नेपाल ब्याङ्क ब्याज दर पनि सस्तो हुन्छ अरू कर्जाको भन्दा के हुन्छ म्याम सुन कर्जाको? त्यो
हेरी हुन्छ। जस्तो अहिले राष्ट्र ब्याङ्कले चाहिँ 83 असार मसान्तभित्र गोल्ड लोनको नि एसओएल तोकिदिएको छ नि, सिङ्गल अब्लिगल लिमिट भनेर 50 लाखसम्म पर्सनको हकमा चाहिँ 50 लाख भनेको छ। अहिले त्यसले गर्दा अलिकति डिस्कस गरेको अवस्था चाहिँ छ। म चाहिँ अब म्याम व्यवसायीहरूले पनि व्यवसाय गर्न कर्जा पाउनु हुने भयो, अनि व्यक्तिहरूले पनि कन्ज्युमर लोन भनौँ न, हजुरले भने त घर बनाउनलाई, गाडी किन्नलाई, कोही छोराछोरी बाहिर पढ्नको लागि पैसा चाहियो भने त्यो पनि पठाउन सक्यो। अब एजुकेसन लोन चाहिँ छुट्टै भयो, यो चाहिँ अब पर्सनल लोन भित्रैबाट चाहिँ हामी चाहिँ अकोमोडेट गर्यौँ। अरू के कर्जाहरू हुन्छ म्याम? इभन एफटी, अब मैले 2 वर्षलाई केही पैसा आवश्यक पर्दैन भनेर फिक्स्ड डिपोजिटमा राखिहालेँ, मलाई बिचमा पैसा चाहियो, अब बिचमा गएर प्रिमेच्योर गरौँ, ब्याज नोक्सानी हुन्छ। इभन यस्तो केसमा पनि आफ्नै एफटीको चाहिँ इन्ट्रेस्ट जति लागिरहेछ +2%, त्यो भनेको त 2% मात्रै ब्याज तिरे बराबर भयो नि। आफ्नै एफटीको अगेन्स्टमा पनि कर्जा झिक्नलाई सकिन्छ भनौँ न। अनि म्याम सेयर धितो राखेर पनि कर्जा पाइयो? पाइन्छ। अनि म्याम यो इन्सुरेन्स पोलिसी हुन्छ नि विभिन्न इन्सुरेन्स कम्पनीको, त्यो पोलिसी पनि ब्याङ्कमा राखेर कर्जा पाइन्छ कि पाइन्न? ब्याङ्कहरूले इन्सुरेन्स पोलिसीको अगेन्स्टमा पनि दिने गरेको छ, दिन्छन् लोनहरू। हजुर, दर्शक पनि धेरैलाई के लाग्छ भने इन्सुरेन्स पोलिसीको अगेन्स्टमा चाहिँ इन्सुरेन्स कम्पनीले मात्रै लोन दिन्छन् भन्ने लाग्छ, त्यो होइन है। उहाँहरूले त दिनुहुन्छ, उहाँहरूको अलावा ब्याङ्क वित्तीय संस्थाले पनि इन्सुरेन्स पोलिसीको अगेन्स्टमा लोन दिन सक्नुहुन्छ। अब म्याम निक्षेपको कुरा गर्दा चाहिँ कस्तो कस्तो निक्षेपहरू हुन्छ? अब ब्याङ्कले अब एउटा त बचत भइहाल्यो, अब बचतमा पनि विविध प्रकार होला, तर बचतै भयो, त्यसपछि करेन्ट चल्ती निक्षेपहरू पनि भयो, फिक्स्ड डिपोजिटहरू भयो, अनि कल निक्षेप पनि ब्याङ्कले चाहिँ एक्सेप्ट गर्छ। यो कल डिपोजिट भनेर चाहिँ के हो म्याम? कल डिपोजिटमा चाहिँ दुईटै फिचर्स हुने भयो, करेन्टको पनि फिचर्स हुने भयो, सेभिङको पनि फिचर्स हुने भयो। इन्ट्रेस्ट रेट पाइन्छ, एकदमै कम पाइन्छ, थोरै पाइन्छ, बचतभन्दा आधा पाइन्छ। हजुर, बचतको आधा इन्ट्रेस्ट रेट पाइन्छ भने करेन्टको जस्तो जुनसुकै आफूलाई परेको बेलामा प्रयोग गर्न पनि पाइने भयो भनौँ न। भने चाहिँ व्यवसायीहरूले चाहिँ खोल्न सक्नुहुन्छ, इन्स्टिट्युसन र व्यवसायीहरूले चाहिँ खोल्न सक्ने भयो। व्यक्तिले त अब बचत खातै खोलिहाल्नुहुन्छ, जति पनि झिक्न पाइहाल्यो, चेक काटेर कुनै रेस्ट्रिक्सन भएन, ब्याज पनि अलिक बढी पाइने भयो भने चाहिँ व्यवसायीहरू जसले चल्ती खाता खोल्नुको सट्टा उहाँले कल खाता खोल्न सक्नुभयो। हजुर हजुर। भनेपछि अनि इन्स्टिट्युसनहरू हुन्छ जसको दिनभरि कलेक्सन हुन्छ डिपोजिट, त्यो दिनभरि आएर करेन्टमा बस्छ, बेलुका कलमा ब्याज आउने भयो। जस्तो इन्सुरेन्स कम्पनीहरू भनौँ न, दिनभरिको डिपोजिट कलेक्सन गर्ने, उहाँहरूको लागि चाहिँ अझ बढी राम्रो छ यो कल डिपोजिट चाहिँ। ब्याङ्कहरूको कहिलेकाहीँ सेवाहरू चाहिँ राम्रो भएन भन्ने गुनासोहरू आइरहेको हुन्छ, ब्याङ्क छान्न चाहिँ कसरी छान्ने होला म्याम? सबभन्दा ठुलो कुरा त कस्टमर सर्भिसै हो। आफूलाई चित्त बुझेको मनले खाएको हुनु पर्यो भन्छु म, किनभने राष्ट्र ब्याङ्कले रेगुलेट गर्ने यताउति हुने बित्तिकै जति जे रिमर आए पनि ब्याङ्कमा चाहिँ रिस्क चाहिँ त्यस्तो विधि चाहिँ छैन, अलिअलि त होला। त्यसले गर्दा आफू चाहिँ कस्टमर सर्भिसै ठुलो कुरा, मनले खाएको र अब लोकेसनहरू पनि होला, नजिकहरूको हिसाबले पनि सबै हिसाबले चाहिँ ब्याङ्क छान्दाखेरि त्योमा हेरेर चाहिँ छान्दाखेरि उपयुक्त हुन्छ। भने चाहिँ ग्राहक सेवाको लागि चाहिँ बेला बेलामा गुनासो आइरहेको हुन्छ म्याम, ब्याङ्कहरूको चाहिँ स्टाफहरू रुड छन् भन्ने हुन्छ, म्यामको चाहिँ उहाँहरूलाई सुझाव चाहिँ के छ ब्याङ्कको स्टाफहरूलाई चाहिँ? उहाँहरूले चाहिँ ब्याङ्क सोचेर गरिदिनु पर्यो, आफ्नो संस्था मान्नु पर्यो। सबभन्दा मलाई चाहिँ कस्तो लाग्छ भने नि, यो मेरो हो भनेर सोचिसकेपछि त्यसको माया हुन्छ। जसरी मैले मेरो ब्याङ्कमा पनि त्यस्तो गुनासो आयो भने डाइरेक्ट उहाँलाई फोन गरेर भन्थेँ, तपाईँहरूले तपाईँले घरमा भए यस्तो गर्नुहुन्थ्यो, अथवा तपाईँले खल्टीको पैसा दिनु पर्यो भने यो गर्नु, त्यसरी सोच्नु न। तपाईँले घरलाई जसरी माया गर्नुहुन्छ, मेरो हो भन्ने सोचेर गरिसकेपछि चाहिँ त्यसमा चाहिँ गुनासो आउँदैन जस्तो लाग्छ मलाई। म चाहिँ ग्राहक भए के सेवा एक्सपेक्ट गर्थेँ भनेर चाहिँ उहाँले सोच्नुभयो भने राम्रो सेवा दिनुहुन्छ। हामी जान्छौँ र कसैले हामीलाई कुनै यत्रो चोइस छ अहिले त, पहिला आउँछ नेपाल ब्याङ्क अथवा एउटा मात्र ब्याङ्क भएको स्थिति त छैन नि। कसैको बिहेभ चित्त बुझेन अथवा कसैको भने हामी नै त्यहाँ दोहोऱ्याएर जाँदैनौँ भनिसकेपछि त्यही सोचेर चाहिँ हजुरले भन्नुभएको जस्तो म ग्राहक भइदिएको भए के गर्थेँ त भनेर सोचेर गरिदिने हो भने, र यो संस्था मेरो हो अथवा यो ब्याङ्कको कस्टमरलाई खुसी पार्न सकेँ भने म छु भनेर सोचेर गरिदिने हो भने कस्टमर सर्भिसमा कम्प्लेन चाहिँ आउँदैन होला जस्तो लाग्छ। म्याम कहिलेकाहीँ एउटा यो नाराज हामी जुलुस एउटा अभियान चलेको पनि सुन्छौँ, ब्याङ्कको लोन नतिर यतिसम्मको तिर्नु पर्दैन भन्ने हुन्छ, त्यो वास्तवमा त्यो कुरो कतिको सही हो म्याम? ब्याङ्कको लोन तिरेन भनेदेखि के हुन्छ त्यसको इम्प्याक्ट चाहिँ? त्यो ब्याङ्कको पैसै होइन, मैले भन्दाखेरि त ब्याङ्क भनेको त कस्टोडियन मात्र, कसैको निक्षेपको मेरो निक्षेप लिएर त्यो पैसा मोबिलाइज गर्ने मात्र हो, कर्जाको फर्ममा मोबिलाइज गर्ने मात्र हुन्छ। जब ब्याङ्कको पैसै होइन त्यो भनेपछि कसरी तिर्नु पर्दैन भन्ने, अर्कोको पैसा त भनौँ न ब्याङ्कले त सुरक्षित एउटा त मोबिलाइज गरिदिएको हो, इकोनोमीको लागि होला, अब अरू व्यक्तिगत प्रयोजनको लागि होला भनौँ न, त्यसले त त्यो त तिर्नु पर्दैन भन्ने त लजिकलै छैन। ब्याङ्किङ कसुर हुन्छ त्यो मान्छेलाई चाहिँ अब कारबाही हुन्छ, कारबाही हुनैपर्छ, त्यो चाहिँ एकदमै कारबाही हुन्छ। त्यो हुनाले म ब्याङ्कको कर्जा तिर्दिनँ भन्न पाइँदैन। म्याम अब हामीले यसो डेटाहरू एनालिसिस गऱ्यौँ भने के देख्छौँ भने जो धनी हुनुभएको छ, ब्याङ्कको ऋण लिएर धनी हुनुभएको छ,
अलिकति आफ्नो पुँजी हाल्नुभयो होला, तर अधिकांश त ब्याङ्कको ऋण हुन्छ। तर सर्वसाधारणलाई चाहिँ ब्याङ्कको ऋण लिनुहुन्न भनेर डर पनि देखिन्छ। ए ऋण त लिनुहुन्न है भन्ने किसिमको डर छ। वास्तवमा सर्वसाधारण अब किसानहरू, सानसानो व्यवसाय गर्ने व्यक्तिहरूले चाहिँ ऋण किन लिनुपर्छ, ऋण लिनुभयो भने उहाँलाई के फाइदा हुन्छ बताइदिनु पर्यो। सबभन्दा पहिला त सर्वसाधारण यताउतिको लागि राष्ट्र ब्याङ्कले नै तोकेर बिना धितो 15 लाखसम्मको कर्जाको ऊ पनि ल्याएको छ, नियम पनि छ विभिन्न सेक्टरमा। त्यो पनि दर्शकवृन्दलाई जानकारी भयो भने राम्रै होला। र ऋणको चाहिँ धेरै नै फाइदा छ। आफू जोसँग पुँजी छैन नि त्यसले आफ्नो जीवन स्तर पनि उकासिने भयो। अघि भर्खर हजुरले भन्नुभयो ठुल्ठुला व्यापारीहरू चाहिँ ऋण लिएर नै धनी भएको हो। उहाँको इक्विटीको पर्सन कम, बढी त ऋणै हुन्छ। हजुर, त्यो कारणले गर्दा ऋणले चाहिँ आफ्नो भनौँ न त्यसलाई सही किसिमले सदुपयोग गर्न जानियो र आफूले जानेको सेक्टरमा प्रयोग गर्न सक्यो भने आफ्नो जीवन स्तर चाहिँ उकासिने नै हो। त्यसले चाहिँ सानोतिनो व्यापारबाट पनि ठुलो व्यवसाय विस्तार गर्न सकिन्छ ब्याङ्कको ऋणको सहायताले गर्दाखेरि। ब्याङ्किङ सेवाको बारेमा मैले हजुरलाई सोध्न बिर्सेको, हजुरलाई भन्न मन लागेको केही छ कि भनेर मैले अनुरोध गरेँ। ब्याङ्क अब सबभन्दा सुरक्षित क्षेत्र हो भन्छु मैले चाहिँ नेपालको कन्टेक्स्टमा हेर्दा। अब त्यसमा विभिन्न कारणहरू होला, त्यसले गर्दाखेरि चाहिँ सेवा लिनु होला। डिपोजिटको निक्षेपको पनि सेवा लिनुहोस्, कर्जाको पनि। ब्याङ्कले दिएको कर्जाको आफ्नो पैसा युज गर्नुभन्दा ब्याङ्कको लोन लिएर गर्नु चाहिँ धेरै नै हुन्छ। ब्याङ्कको लागि पनि राम्रो हुन्छ, हजुरको लागि पनि राम्रो हुन्छ। यदि सही सदुपयोग चाहिँ गर्नु पर्यो, दुरुपयोग हुनु भएन। ब्याङ्कबाट लिएको कर्जाको चाहिँ सदुपयोग गर्नु होला, त्यसले ब्याङ्कलाई पनि राम्रो हुन्छ, हजुरलाई पनि राम्रो हुन्छ, ओभरअल इकोनोमीलाई पनि राम्रो हुन्छ भन्न चाहन्छु। म्याम, हजुरको अमूल्य समय र विचारको लागि हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। मलाई सम्झिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद, आभार प्रकट गर्दछु। दर्शकवृन्द, आज समता पन्त म्यामको विविध अनुभवहरू ब्याङ्किङको बारेमा सुन्यौँ हामीले। ब्याङ्कले के सेवाहरू प्रदान गर्दा छन्, त्यो सेवा कसरी लिन सकिन्छ भन्ने कुरा पनि हामीले सिक्यौँ। यो कार्यक्रम चाहिँ प्रत्येक मङ्गलबार 7:25मा नेपाल टेलिभिजनमा पनि आउँछ भन्ने ब्यौरा पनि यहाँलाई जानकारी दिँदै म पनि बिदा हुन चाहन्छु। नमस्कार। कुरा पैसाको। Produced by Nepal Watch, exclusively on Nepal Watch YouTube channel. नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैँ सजिलो, सबै सजिलो, किनकि यसमा सबै छ। कुरा पैसाको।